आज हामीहरू बिट बार्स खेल्न गइरहेछौँ। अहिले चाहिँ लोबीमा छौँ। अब म्याचमा पुग्छौँ। यो यसमा चाहिँ 9जना प्लेयर हुन्छ। अब हामीहरू म्याचभित्र पुगिसक्यौँ के अब म चाहिँ यिनीहरू एकजनाले मैले हान्न ट्राई गरिरहेको थिएँ। मोबाइल ल्याग भयो। रिलोड गरि नै हाल्छौँ हान्ने बित्तिकै। म चाहिँ अहिले 4th नम्बरमा छु। अब 5th मा गएँ मेरो 0 किल छ। अब म पनि यसलाई मार्ने ट्राई गर्छु। सो अब चाहिँ अब एकजना यही छ। यसलाई मैले हानिदिएँ, मैले मारेँ। सो अब त्यहाँपट्टि अझै प्लेयरहरू आएको छ। मोबाइल ल्याग भएर दुवैजना मऱ्यौँ लास्टको हेड्सले गर्दा। म फेरि स्पोन भयो। अहिले चाहिँ म 3rd नम्बरमा छु। यतापट्टि यसलाई थाहा छैन। सो यसलाई मैले पछाडिबाट मारिदिएँ। अब डबल किलको स्ट्राइक पाएको छु। अहिले चाहिँ म टपमा पुगेको छु विथ 3 किल्स। अब यतापट्टि एनिमी अगाडि नै छ। यसले मलाई मार्छ जस्तो थियो। सो म यहाँबाट भागेको चाहिँ थिएँ। हेल्थ रिगेन गरेर मैले स्कोप खोलेर यसलाई पनि मारेँ। ट्रिपल किलको अब ट्रिपल किलको स्ट्रिक छ। ट्रिपल किलको स्ट्रिक छ। अब चाहिँ अर्को एनिमीलाई मार्छु। यतापट्टि 2जना टिम अप गरेर आइरहेको छ। मैले दुवै स्कोप खोलेर हानिदिएँ। अनि ब्याकग्राउन्डको साउन्डलाई चाहिँ इग्नोर गर्नु होला। यतापट्टि अर्को एनिमीहरू आएर त्यो ग्रेनेड खाइदिएँ। अब यहाँ माथि जान ट्राई चाहिँ गरिरहेको छु। अर्कोलाई हान्यो, मैले इग्नोर गरिरहेको थिएँ। यसले चाहिँ मलाई फेरि हानिदियो अनि रिस्पोन हुन्छ। त्यहाँ माथि जानु छ। म फेरि त्यहाँ जाने ट्राई गरिरहेछु। अब त्यहाँ विन्डमिल गइरहेको छु। यतापट्टि एनिमीहरू अहिले धेरै छैन। एकजना एनिमी माथि छ। म माथि जान लागेको छु। अब पछाडि बाटोको लेपो नेट फ्याँकिदिएको छ। अब हामीहरू चाहिँ अब अगाडि यो विन्डमिलतिर गइरहेछौँ। अब उयो विन्डमिलबाट एनिमीहरूलाई ताकेर हान्नु भनेको पछाडि त त्यही सेम प्लेयरले हानिदियो। अब रिस्पोन भएर र योपालि चाहिँ सेट गरेर अब फेरि त्यहाँ जाँदिनँ। अब यतापट्टि यो 2जना एनिमीहरू छ। मैले चाहिँ अहिले एउटालाई मारिदिएँ। अब अर्को खोइ कहाँ हरायो। त्यसपछि यो आयो। यसलाई मैले क्राउच गरेर मार्न चाहिँ मारेँ। तर यसले पनि मलाई मार्यो। अनि म रिस्पोन भयो पनि मैले टपमै थिएँ। तर लास्टमा चाहिँ म 3rd मा पुग्छु। अब अर्को यो फेरि आयो। मैले यसलाई सर्टले रेन्जमा भएर हान्दियो। अनि यहाँ चाहिँ मेरो एचपी लो भएको थियो, फुल लो भएको थियो। त्यो एचपी रिगेन भइरहेको थियो। मैले यसलाई पछाडिबाट आएर मारिदिएँ। मेरो ठ्याक्कै एनिमीको अगाडि रिलोड स्टार्ट भएको थियो। अब फेरि मैले 3 को स्ट्राइक पनि चाहिँ पाएको छु। अहिले मेरो 10 किल छ एक्ज्याक्ट। अनि अब अगाडि अहिले खाली छ। तर एनिमीहरू कतै लुकेको होला। अझै उयो छ एउटा त त्यसले हेडसट खाएर भाग्न थाल्यो। उयोलाई म मार्ने चाहिँ ट्राई गरिरहेको छु। अनि मैले अहिले चाहिँ त्यो भन्छ यस्तो सुतेर एनिमीहरूलाई मार्ने चाहिँ काम गर्दो रहेछ। अनि अब उयो एनिमी अनि भर्खर रिस्पोन भएको एनिमी पनि एउटा अब यसको र मेरो ब्याटल हुने लागेको थियो। अनि मैले फेरि क्राउच गरेर हानेँ। अनि यति बेला नै मेरो ऱ्याङ्क 2nd मा गइसकेको थियो। अनि म एकचोटि फेरि मरेँ। त्यसपछि म रिस्पोन हुने बित्तिकै मेरो ऱ्याङ्क 3rd मा पुग्यो।
त्यसपछि म अझै एनिमीहरूलाई खोज्दै अगाडिसम्म गएँ तर त्यहाँबाट एनिमीहरू नै भेटेन र एनिमीहरू नभेटेपछि म यतापट्टि खोज्न गएको यहाँ तीनजना रहेछ यसले चाहिँ मैले किल चोरेको थियो यो सो यसले हेड खायो मेरो त्यसपछि अगाडि अझै एनिमीहरू खोज्दै गइरहेको थियो अनि यहाँ चाहिँ एकचोटि आफ्नो डान्स मुभहरू हेराइदिएको त्यतिकै त्यसपछि यहाँ एकजना एनिमी भेटेको थिएँ उयोले मार्यो अनि यहाँ दुईजना आएर अनि म सेकेन्ड भएर डिफिट भयो अनि यो चाहिँ जित्यो।